3 दशकको विरासत अनि एउटा यस्तो हार जसले सबैलाई चकित बनायो। सिक्किमको नाम्चेबुङमा आखिर भयो के त? ल आउनुहोस् अङ्क र कथाहरूको भित्र पसेर जनताको त्यो फैसलालाई बुझ्ने कोसिस गरौँ। सोच्नुहोस् त, एकातिर छ 30 वर्षदेखि जमेको राजनीतिक किल्ला अनि अर्कोतिर छ त्यसलाई फर्काउने एउटा 90 दिने योजना। हो, यही टकराउले नै नाम्चेबुङको आउने दिनहरू कस्तो हुन्छ भनेर देखाउँदैछ। यो हेर्नुहोस्, नाम्चेबुङको राजनीतिक नक्सा। हाम्रो मुख्य प्रश्न पनि यहीँबाट सुरु हुन्छ। कसरी 3 दशकसम्म कसैले हल्लाउन नसकेको यो गढ आखिरमा यसरी ढल्यो? आजको हाम्रो विश्लेषणलाई हामी 5 भागमा हेर्नेछौँ। पहिला त्यो गढ कसरी ढल्यो भनेर बुझ्छौँ। त्यसपछि त्यो फैसला पछाडिका कारणहरू के थिए, अब फर्कनलाई के रणनीति अपनाउन सकिन्छ, र अन्त्यमा यो नतिजाले शासनको लागि कस्तो सन्देश दिएको छ त्यसमा कुरा गर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट। कथा पछाडिका ती अङ्कहरू हेरौँ जसले सिक्किमको राजनीतिमा एउटा ठूलै तरङ्ग ल्याइदियो। -9%। सोच्नुहोस् त, जम्मा 5 वर्षको अन्तरालमा एसडिएफको भोट शेयरमा यति ठूलो गिरावट। यो कुनै सामान्य चुनावी उतार चढाव मात्रै त पक्कै होइन, यो त एउटा राजनीतिक भुइँचालोको सङ्केत हो। अनि अर्कोतिर हेर्नुहोस्, विजेता एसकेएम पार्टीको भोट शेयरमा 17.4%को, म फेरि भन्छु 17.4%को विशाल उछाल। यसले के देखाउँछ भने मतदाताको मुडमा एउटा प्रष्ट र निकै शक्तिशाली परिवर्तन आएको छ। र अन्तमा जित हारको अन्तर रह्यो 2256 भोट। यो अङ्कले के भन्छ भने मतदाताले एकदमै स्पष्ट र निर्णायक सन्देश दिएका छन्। यो खाली एउटा जित मात्रै थिएन, यो त परिवर्तनको लागि एउटा शक्तिशाली आदेश थियो। यहाँ हामी 2019 र 2024 को चुनावी आँकडालाई सँगै राखेर हेर्न सक्छौँ। एसडिएफको मत 49.2%बाट झरेर 40.2%मा आयो। उता एसकेएमको मत 40.5%बाट बढेर 57.9% पुग्यो। हेर्नुहोस् त, यो अङ्कको फेरबदलले नै हामीलाई त्यो गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ, आखिर यस्तो किन भयो? अङ्कहरूले हामीलाई के भयो भनेर त देखाए, तर किन भयो भन्ने कथा त अझै बाँकी छ। अब हामी त्यही अङ्कहरू पछाडि लुकेको कथा खोज्ने प्रयास गर्नेछौँ। यो चुनावी बदलावको जरा कहाँ थियो त? यो हार कुनै एउटा चुनावको हार मात्र थिएन है। यो त 1994 मा सुरु भएको एसडिएफको झण्डै 3 दशक लामो एकछत्र राजको अन्त्य थियो। सोच्नुहोस्, 2009 मा 63% मत ल्याएर शिखरमा पुगेको पार्टी 2024 मा आएर यसरी ढल्यो। यो नाम्चेबुङको राजनीतिमा एउटा युगकै समाप्ति हो। अब यस्तो ठूलो नतिजा कुनै एउटा कारणले मात्रै त आउँदैन, यो त धेरै कुराहरूको सङ्गम थियो, जस्तै कि ठूलो चुनावी लहर, नेतृत्वको सवाल, मतदाताको निरन्तर सक्रियता र सबैभन्दा महत्त्वपूर्ण नयाँ र अनिर्णित मतदाताको रोजाइ। यी सबै तथ्याङ्कहरू पछाडि लुकेको सबैभन्दा ठूलो मानवीय कथा हो युवा बेरोजगारी। जब देशका युवाहरूले हाम्रो रोजगारी खोइ भनेर प्रश्न गर्न थाल्छन्, तब यो अङ्क मात्र रहँदैन, यो त हजारौंको सपना र भविष्यमाथिको चिन्ता बन्न पुग्छ। त्यसपछि आउँछ हरेकको घर-घरको कथा, दैनिक जीवनको सङ्घर्ष। जब हरेक दिनको खर्च बढ्दै जान्छ, घर चलाउनै मुस्किल हुन्छ, तब सरकारमाथिको विश्वास र धैर्य दुवै टुट्न थाल्छ। यो बढ्दो महँगी मतदाताको दोस्रो ठूलो र सायद सबैभन्दा व्यक्तिगत चिन्ता थियो। अनि अन्त्यमा कुरा आउँछ आधारभूत आवश्यकताको। गाउँको बाटो र सफा खानेपानी जस्ता अत्यावश्यक कुराहरू पनि नपुगेपछि मतदाताहरू निराश हुनु स्वाभाविक हो। जब आधारभूत कुराहरू नै पूरा हुँदैनन्, तब ठूला ठूला वाचाहरू खोक्रो लाग्न थाल्छन्। यहाँ एउटा महत्त्वपूर्ण कुरा याद गरौँ, जिम्मेवारीका साथ प्रयोग गरिएको जानकारीमा आधारित सार्वजनिक आवाज नै एउटा सम्मानित लोकतन्त्रको जग हो। नाम्चेबुङका मतदाताले आफ्नो मतबाट यही काम गरेका छन्। उनीहरूले आफ्नो आवाज सुनाएका छन् र शासनलाई जवाफदेही बनाएका छन्। तर के हार नै सबै कुराको अन्त्य हो त? होइन, यो त नयाँ सुरुवातको अवसर पनि हुन सक्छ। अब प्रश्न उठ्छ, यहाँबाट अगाडि बढ्ने बाटो के हो त? गुमेको विश्वास कसरी फिर्ता ल्याउने? ल अब राजनीतिक पुनरागमनका लागि केही प्रस्तावित रणनीतिहरू हेरौँ। यो पुनरागमनका लागि एउटा चतुर्मुख सिद्धान्त भन्ने रणनीति प्रस्ताव गरिएको छ। नाम अलिक गाह्रो सुनिएला, तर यसको अर्थ सरल छ। यसले के भन्छ भने राजनैतिक शक्ति फेरि बनाउन 4वटा महत्त्वपूर्ण मोर्चामा एकैचोटि काम गर्नुपर्छ। यो रणनीतिका 4वटा खम्बाहरू छन्।
पहिलो, चुनावी रणनीति, जसले नयाँ र अनिर्णित मतदातालाई लक्षित गर्छ। दोस्रो, साङ्गठनिक पुनर्निर्माण, जसले पार्टीलाई जगैदेखि बलियो बनाउँछ। तेस्रो, एउटा नयाँ कथा, जसले जनतामा आशा जगाउँछ। र चौथो, स्रोत साधनको सही परिचालन। यी चारैवटा मिलेर मात्र काम गर्छन्। कुनै पनि रणनीति त्यति बेलासम्म काम लाग्दैन जबसम्म त्यसलाई लागू गर्ने एउटा स्पष्ट योजना हुँदैन। त्यसो भए अब हामी त्यही 90 दिनको ठोस र समयबद्ध योजनातिर लागौं। यो 90 दिने सिडीले पुनरागमनको यात्रालाई 3वटा एकदमै स्पष्ट चरणमा बाँड्छ। पहिलो 30 दिन सङ्कट व्यवस्थापन गर्ने र सबैभन्दा महत्त्वपूर्ण जनताको कुरा सुन्ने। त्यसपछिको 30 दिन देखिने गरी काम गर्ने र विश्वास फर्काउने। र अन्तिम 30 दिनमा एउटा नयाँ कथा स्थापित गर्ने र सार्वजनिक बहसको नेतृत्व गर्ने। राजनीतिमा समयसँगै आफूलाई नबदली सुखै छैन। यहाँ हेर्नुस्, पुरानो वरिष्ठ नेताको छविबाट ज्ञानी नेता नयाँ विचारको रूपमा कसरी आफूलाई प्रस्तुत गर्न सकिन्छ। परम्परागत प्रचारको तरिका छोडेर अब डेटामा आधारित हरेक बुथ स्तरको व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला आएको छ। जमिनमा गरिने कामलाई डिजिटल माध्यमले धेरै गुणा शक्तिशाली बनाइदिन्छ। सोच्नुहोस् त, स्थानीय स्तरमा लक्षित सामाजिक मिडिया विज्ञापनहरू, मतदातासँग सिधै चामलिङ च्याट अनि फैलिरहेका गलत सूचनाहरूको तुरन्त खण्डन। यी आधुनिक औजारहरू आजको राजनीतिमा अनिवार्य जस्तै भइसकेका छन्। कुनै पनि चुनावको नतिजाले जित वा हार मात्रै तोक्दैन, यसले त आउने दिनमा शासन कस्तो हुन्छ भन्ने दिशा पनि देखाउँछ। अब हामी यो जनादेशको गहिरो अर्थ के हो भनेर बुझ्नेछौँ। स्वयं पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङकै यो भनाइलाई हेरौँ। राज्य आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। यो भनाइले स्थितिको गम्भीरतालाई प्रष्ट पार्छ। यो कुनै राजनीतिक चुनौती मात्र होइन, यो त सिङ्गो राज्यको भविष्यसँग जोडिएको प्रश्न हो। आजको युगमा डाटाको प्रयोग निकै शक्तिशाली हुन्छ, तर यसको साथमा ठूलो जिम्मेवारी पनि आउँछ। एउटा उत्तरदायी शासनले जनताको डेटालाई उनीहरूको गोपनीयता र सहमतिको पूर्ण सम्मान गरेर मात्र प्रयोग गर्नुपर्छ। प्रविधिको प्रयोग र नागरिक अधिकार बीच एउटा सन्तुलन कायम राख्नु एकदमै महत्त्वपूर्ण छ। र अन्तमा यो सबै विश्लेषणले हामीलाई एउटा आधारभूत प्रश्नमा ल्याएर छोड्छ। शासनको साँचो मापदण्ड के हो? कुनै नेताको लामो विरासत वा जनताको दैनिक जीवनमा आएको वास्तविक परिवर्तन? यो प्रश्न नाम्चेबुङको लागि मात्र होइन, हरेक लोकतन्त्रको लागि सान्दर्भिक छ।